नमस्ते, गुड मर्निङ सुजलप्पा। आज मार्च 11, 2025। आज चाहिँ हामी सबैजना श्री लक्ष्मीनारायण मन्दिर हामी चाहिँ घुम्नको लागि जाँदैछौँ। अहिले चाहिँ हामी यता हाम्रो दाइको घरमा छौँ। हामी चाहिँ दुईटा गाडीमा आज जाँदैछौँ। हामी सबै गएर 8 जना छौँ आज। हामी जान लागेको मन्दिर चाहिँ एसल्यान्ड भन्ने ठाउँमा छ। यो चाहिँ बोस्टनबाट जाँदै 1 आवरको ड्राइभमा छ। हाम्रो घरबाट हामी जाँदाखेरि 1 आवर ड्राइभ गर्नुपर्छ। सो अराउन्ड 30 to 40 माइल्सको हामी ड्राइभ गरिसकेपछि एसल्यान्ड भन्ने ठाउँमा पुग्छौँ। अहिले चाहिँ हामी मन्दिर पुगेका छौँ। सो यो चाहिँ मन्दिरको बाहिरको भाग हो। हामी चाहिँ यो पार्किङमा अहिले हामी गाडी पार्क गरेछौँ र अब चाहिँ हामी यताबाट माथि मन्दिरतिर लाग्छौँ। यो मन्दिरमा चाहिँ पार्किङको अति राम्रो व्यवस्था छ। तपाईले यो तलको लेभलमा पनि पार्किङ गर्न सक्नुहुन्छ र यो मन्दिरको फ्रन्ट भागमा पनि पार्किङ गर्न सक्नुहुन्छ। अहिले चाहिँ शिवदाइ र म चाहिँ अहिले माथि मन्दिरतिर हिँड्दैछौँ। हामी सबैजना अहिले मन्दिरको फ्रन्ट डोरमा हामी जाँदैछौँ। अहिले यो मन्दिरको आँगनमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ डिफ्रेन्ट टाइप्स अफ आर्ट वर्कहरू गरेको छ। ठाउँ ठाउँमा यस्तो आर्टहरू गरेर यहाँ राखेको छ। र चाहिँ यो अलिकति स्टिप उकालो चढ्नुपर्छ यो मन्दिरको फ्रन्ट डोर जानलाई। हामी चाहिँ जाँदैछौँ र हाम्रो सानो बाबु पनि पछाडि हिँड्दै आइरहनु भएको छ। हाम्रो बाबु चाहिँ एकदम एक्साइटेड छ आज यो मन्दिर घुम्नको लागि। यो चाहिँ हाम्रो श्री लक्ष्मीनारायण मन्दिरको चाहिँ फ्रन्ट फेस हो। सो आज चाहिँ यो मन्दिर चाहिँ बिहान 9 बजेदेखि 12 बजेसम्म खुल्छ र साँझ चाहिँ 5 बजेदेखि 8 बजेसम्म खुल्ने गर्दछ। सो अहिले चाहिँ हामी यो मेन इन्ट्रान्स जानलाई चाहिँ अगाडिबाट बन्द भएको भएर हामी चाहिँ साइडको इन्ट्रान्सबाट हामी जाँदैछौँ। सो मेन इन्ट्रान्स चाहिँ तपाईँको अलमोस्ट कुनै ठुलो पूजामा मात्र खुल्ने गरिन्छ। यो मन्दिरभित्र चाहिँ फोटो भिडियो लिन पाइँदैन। सो हामीले चाहिँ मन्दिरभित्रको कुनै पनि भगवानको फोटो हामीले चाहिँ यसमा खिचेका छैनौँ। हामी अलमोस्ट यो मन्दिर घुमेर चाहिँ अहिले हामी तलतिर झर्दैछौँ जुन हाम्रो गाडी पार्किङमा थियो। हामी अहिले गाडी पार्किङ गर्ने ठाउँमा जाँदैछौँ र यहाँबाट चाहिँ अब हामी 9 मिनट्सको ड्राइभमा एसल्यान्ड बिच पार्क भनेर छ जुन हामी आज चाहिँ त्यहाँ बसेर ड्राई पिकनिक गर्न जाँदैछौँ। हामीले मन्दिरको वरिपरि बसेर हामीले चाहिँ केही पनि खान मिल्दैन। त्यही भएर चाहिँ हामीले चाहिँ हामीले खानाहरू रेडी गरेर ल्याएको छौँ त्यो खानालाई हामी चाहिँ यो पार्कमा जाँदैछौँ। सो अबको केही क्षणमा हामी त्यो पार्क ड्राइभ गरेर पुग्छौँ। यो बाबाको हामी यसमा जाने हो। बाबा कार्टुन हो यो होइन यताको हो यताको यो चाहिँ हो। यो मेरो कार म जान्छु। सबैजना यता गइसौँ। जाऊ तिम्रो कारमा जाऊ। फाइनल्ली हामी चाहिँ अहिले यो एसल्यान्ड बिच पार्क पुगेका छौँ। सो यो चाहिँ समर टाइममा चाहिँ ओपन हुने रहेछ। अहिले चाहिँ यो खास गरी बन्द छ तर पनि यो गाडी चाहिँ हामीले चाहिँ मेन इन्ट्रान्सको बाहिर रोकेर हामी चाहिँ यो 5 मिनट्स जति वाक गर्दैछौँ। त्यो मनको तपाईँ लिनु नि त। बज्यो धन्यवाद। के ढुङ्ग्रो बारम्बार के दिदी कस्तो भइरहेछ त? एकदमै रमाइलो भइरहेछ। दाइ कस्तो भइरहेछ? आनन्द छ। म यहाँ चियावाला भइरहेको छु अहिले। चियावाला होइन चिया थाप्दैछु भन्नु न। लाउनु बोल खान न तपाईँ। खान ओ दाजु चाय ल्याएर चाय चाय दाइ प्रेसर आऊ। प्रेसर पानीमा खेल्नु भनेर नै मानेन के हुँदैन। मन्दै मारेन के हुँदैन। किन चिसो हुन्छ कि फेरि। खाँदै गर्नु न। ओ दाजु
खेलेर बाउ छोरो खेल्दै पछि भइहाल्यो नि योगर्ट बाबुको योगर्ट कहाँ गयो योगर्ट छ त बाबुको सत्कार दाइ कस्तो भइरहेछ बाबु प्रिसल आइस पानीमा खेल्न आइस पानीमा खेल्न नपारेको चिया कस्तो भइरहेछ आशिष दाइ कस्तो भइरहेछ क्यामराम्यान अहिले चाहिँ हामीले जुन खाना ल्याएको छौँ त्यो चाहिँ हामी पोर्सन लाउँदैछौँ हावा एकदम चलेको भएर चाहिँ एक एकजनालाई एक एकचोटि गरेर हामीले खाना हाल्दैछौँ अहिले सो यता चाहिँ हाम्रो दाजु र दाजुको ह्यान्डसम सँगै छ है सबभन्दा ठुलो मान्छे हाई झिलिङ्गे नि छन् त्यो तल तल अलि पनि छ के हो झिलिङ्गे भने के भन्छ तिमीहरूले यसलाई थाहा छ मैले खाएको छु हामी झिलिङ्गे भन्छ यसलाई मैले खाएको छु यहीँ बस्नु ठाउँ छ नि घाममा बस्नु हुन्छ भने बरु त्यो तातो होला नत्र यता त यो ढुङ्गा त चिसो ढुङ्गा त हेर्दा तातो हुन्छ बस्यो भने चाहिँ किन हो नआउने भने काम नगरेर बसेको काम आउँदै आउँदैन काम नगर्नु यहाँ कस्तो ठुलो काम गरिरहेको छु मैले होइन उसको क्यामेराम्यान लिनुहोस् यहाँ बस्नु सक्छ सो यो चाहिँ मेरो भागै सेल छ खिर छ आलु छ अचार यो अर्को पात्र त्यो चिन्दैन गालामा लागेछ नाम त आउँदो रहेछ त मेरो हो त्यो मेरो होइन त्यो कार मलाई फेरि प्याच ड्याडीले कस्तो काम गरेछ तिमी पछि जस्तो काम गरिदिनु अहिले चाहिँ हामी सबैजना सँगै बसेर खाइरहेछौँ यो पोनको भ्यू हेर्दै हामी चाहिँ खाँदैछौँ है गाइस आमामामा एकमा नै हालिदिनु भएछ नि 5 मिनट किन चाहिँ एकमा नहुन्छ आजको दिन एकदम रमाइलो तरिकाले बित्यो हामी सबैजना एकदम इन्जोय गऱ्यौँ र घुम्नलाई चाहिँ यो ठाउँ एकदम राम्रो रहेछ अब चाहिँ हामी घरतिर लाग्छौँ र यो पिक्चरहरू यसो हेरिदिनु होला है गाइस थ्याङ्क यू